रविन्द्र र किम्बोर्डको फेस अफ सम्पन्न। रविन्द्रले नेपालीको शिर उच्च पार्दै इतिहासकै पहिलो युएफसी फाइटर बनेर देशको शिर उच्च पार्दै युएफसी सिजन 5 अन्तर्गत रविन्द्र ढाँट र किम्बोर्ड अलिजुबोजन बीचको खेल भोलि बिहिबार मे 28 मा मकाउको ग्यालेक्सी एरेनामा आयोजना हुँदैछ। कुन देशमा तपाईहरुले कति बजे उक्त इभेन्ट हेर्ने भन्ने नेपाली समय अनुसार तपाईको दिउँसोको 3:45 बजेबाट सुरु हुने भएका छन् खेल। विभिन्न देशहरुको लागि यो खेल सुरु हुने समय तालिका तपाईहरुलाई म प्रश्न पारिदिन चाहन्छु। नेपालमा दिउँसोको 3:45 बजे हेर्न सक्नुहुन्छ भने जापानमा साँझ 7 बजे, अस्ट्रेलियामा रातिको 8 बजे, अमेरिकामा बिहान 6 बजे, कोरियामा साँझ 7 बजे, दक्षिण कोरिया हो, मलेसियामा साँझ 6 बजे, साउदी अरेबियामा दिउँसो 1 बजे, दुबई युएमा तपाईको दिउँसो 2 बजे र भारतमा 3:30 बजे र कतारमा 1 बजे र कतारमा दिउँसोको 1 बजे र हेर्नको लागि चाहिँ तपाईले यो खेल भारत र नेपालमा चाहिँ सोनी स्पोर्ट नेटवर्कमा तपाईहरुले हेर्न सक्नुहुन्छ भने विश्वभरमा चाहिँ तपाईको युएफसी फाइट पास एप वा वेबसाइटमा प्रत्यक्ष हेर्न सकिन्छ। रविन्द्र बझाङको बागलाई सबै जनाले सपोर्ट गर्नको लागि युएफसी सर्च गरेर हरेक सोशल मिडियामा गएर कमेन्ट गरेर हौसला बढाइदिनु होला। भोलि इतिहास रच्न सफल होस्। रविन्द्र ढाँटलाई जितको अग्रिम शुभकामना। जय रविन्द्र ढाँट।